सो हेलो गाइज एंड वेलकम बैक टू माई चैनल। सो गाइज आज चाहिँ म खेल्ने वाला हूँ माई टकिङ टम होइन हामीहरू एकछिनमा चाहिँ खेल्ने वाला हूँ माई टकिङ टम फ्रेन्ड। आज चाहिँ हामीहरू खेल्ने वाला हम कहिले पनि नखेलेको गेम जस्तै कि यो माइनक्राफ्ट स्पेशल फोर्स ग्रुप 3 रैग और के ह। ओके गाइज हामीहरू एक मिनट मात्र खेल्ने वाला हम। ओके गाइज पहिला हामीहरू खेल्ने वाला हम स्पेशल फोर्स ग्रुप 2 के भाई गाइज तपाईहरु यो स्पेशल फोर्स ग्रुप 2 मा एकदम कडक स्किन यस्तो ल्याउन सक्नुहुन्छ। म तपाईहरुलाई फुल डिफिकल्टी बताइदिन्छु। गाइज तपाईहरुलाई थाहा छैन होला यार एकदम खतम हुन्छ यार। यस्तो खतम हुन्छ नि हैन गाइज एकदम खतम हुन्छ के हैन यार यस्तो है। एन्ड गाइज तपाईहरु हैन सक्नुहुन्छ डिफिकल्टी एक्सपेरिमेन्टमा बढायो भने तपाईहरु फ्री स्किन लिन सक्नुहुन्छ। Imagine scrolling in social media, but instead of video. Scrolling social media. ओके गाइज हामीहरु गेममा आइसक्यौं। यो एडले पनि गर्छ भाइ। यो पहिला नेट अफ गरौँ भाइ यसलाई। नेटलाई अफ गर्नु नत्र एड आएको आइ गर्छ। ओके यहाँ हेर्नु है म यसले तपाईहरु पर्चेज स्क्रिनमा टिक गर्नुपर्छ। त्यसको लागि स्किन आउनको लागि पर्चेज स्किनमा टिक गर्नुपर्छ। अब बल्ल स्किन आउँछ अनि गाइस तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ स्किन आइसक्यो। त्यहाँ तगडा स्किन छ नि। हामीलाई स्नाइपर चलाउन मन लागिरहेको अहिलेको लागि भाइ अहिलेको लागि रे एकछिनमा चाहिँ चलाउँला नि स्नाइपर भाइ। हामीले किन गर्नु पर्यो फ्री कस्ट्युम। ओ माय गॉड Mobile FPS games are either pay to win or just bet. Rizona has unlimited 3D games for every 2K पाउन भाइ मलाई उ गर्नु पर्यो। फाइनली भाइ मैले 2K पाइसके। एकदम खतरनाक पनि पाइसके भाइ मैले। यस्तो भाइ यो एकदम गरीब छ 2K को पाइसके। देख्यौ बेट भाइ स्नाइपर मलाई स्नाइपर चाहियो भाइ। स्काउट भन्ने के भन्छ त्यसलाई। ओ माय गॉड यार क्या खतरनाक था भाई। लेट्स गो यार बेटे भाई। ओके माय गॉड फटाफट ओके लेट्स गो। हामीहरु सेन्सिटिभिटी बढाउँ न है सेटिङमा जाउँ अनि 100% गरौँ मलाई। ओ माय गॉड कति उयो होला भाइ। ओके जम्प फटाफट। ओके त्यो कति चाहिँ टेररिस्ट छ जम्मा छुरी। वेट भाइ कोही पनि छैन अहिले भाइ। मेरो डिफिकल्टी सेटिङ बढाउँछु म नि यहाँ। ओके हामीहरु बढौँ हाम्रो नेक्स्ट गेममा। ओके गाइज हाम्रो नेक्स्ट गेम हो माई टकिङ टम फ्रेन्ड। गाइज यो अब नेक्स्ट गेम हो भाइ। यार मलाई त जिन्जरको याद आइसक्यो भाइ। कति दिन भयो यार नखेला यार। एकदम जिन्जरको याद आइसक्यो भाइ। जिन्जरको मुख ओके लाइक खोलौँ भाइ। ओ माय गॉड 100+ मिल्यो भाइ। मलाई त के थाहा भाइ। ओ गाइज तपाईहरु आज मेरो लाइभ स्ट्रिम हेर्न सक्नुहुन्छ किनकि म आज मामा घरमा मेनली म मामा घरमा लाइभ स्ट्रिम गर्छु। ओ माय गॉड यसलाई के भइछ भाइ। ओके अहिलेको लागि यो मात्र छ भने ओ यो त समरको केही न केही त हाल्छ। लेट्स गो भाइ तिमी खाना पकाऊ अनि यिनीहरू चेस खेलिरहन्। तँ पनि बेलन घुमा भाइ। तँ पनि यता छ अनि त नुहा भाइ। भुक्ने मान्छे
भाई खाना मान्छे हो कि त्यो भने भाइ ओके ल माथि हो एकछिनको लागि यो माथि नै बस्छ किनकि चाकास पिहाल्दिउँ र भाइ यसको चाका पिहाल्दिउँ लेट्स गो फाइनली चल जाऊँ आजकल क्या फास्ट भएको यो गेममा भाइ म धेरै दिन पनि खेल्दिनँ एकछिन यो जिन्जरको गेम खेल्छु पहिला कुन वाला खेलौँ यो वाला खेलमा क्या खतरा हुन्छ कि यो ओके लेट्स गो ओ माय गॉड भाइ साहब क्या राम्रो हुने वाला भाइ यिनीहरू गड साथीहरूलाई यसलाई राखिदिउँ त यसलाई हम त राखिदिइसक्यौँ नि ओके लेट्स गो ओ माय गॉड ऊ भइरहेको भाइ ओके आइसक्रिम गोलो बन्यो अब फाइनली ओके अब यसलाई निकालौँ अनि यो वाला गु वाला भाइ अनि यो रेनबो वाला हालौँ माई गॉड यार एकदम खतरनाक देखिन्छ ओके स्प्रिंकलर अंचेरी अनि स्प्रिंकलर अनि आर्ट ओके डन भाइ क्या मिठो बन्छ होला भाइ ओ जिन्जर आज जिन्जर आएछ भाइ खाना उसले नै बनायो नि के गर्नु त ओके भाइ सबैजना उता र यता भागिरह भाइ अब ओके भाइ गीतहरू तो एकछिन डलसँग खेल ओके लेट्स गो यसलाई खन्जुवालाई खान्न ओके खान्न वाला खाम ओके ओ यो गनाको सुन्ला ओके भाइ फाइनली लेट्स गो हो भाइ हामीले फाइदा पर्यो यसले के हुन्छ ओके त केही पनि फाइदा परेन भाइ यसलाई अब हामीहरू यो मिक्स गर्नुवाला छौँ टमाटर लेट्स गो भाइ के भन्दा रहेछ ओके त्यो उयो रहेछ नि त्यही ओके भाइ ओए के भयो हामीहरू बढ्छौँ हाम्रो नेक्स्ट गेममा नेक्स्ट गेम हो हाम्रो रेगोर क्यान्सल हट तँलाई मेरो किन चाहियो ओ माई गॉड नयाँ अपडेट आएछ नयाँ अपडेट ओए ओहो नयाँ अपडेट आएछ भाइ यो भाइ नयाँ अपडेट ओ माई गॉड उही आइरह यो स्कुल भन्ने आइरह भाइ अहिले बेला स्टोरीमै खेलौँ ओ माई गॉड यार क्या नयाँ अपडेट आएछ भाइ मलाई लिटरली भाइ मलाई स्कुलमा खेल्न मन लागिरहेको भाइ लिटरली भाइ म भनिरहेको भाइ ओके गाइस मेरो पासपोर्ट ट्रिक अहिलेसम्म छुटेको छैन त्यही पनि म यो गेम खेलेको छैन त्यही पनि मेरो पासपोर्ट ट्रिक अहिलेसम्म छुटेको छैन ब्रो यो गेम खेल्दिनँ त्यही पनि मेरो पासपोर्ट ट्रिक एकदम खतरनाक एकदम बडी बोय जस्तो छ भाइ अब त यो पनि चेन्ज हुनु परेन अब टाइम लिमिट कहाँ भन्दा पनि चेन्ज हुनु परेन ओके हामीहरू चेक गर्नेवाला छौँ टाइम लिमिट ओ मेरो चेक गर्नेवाला छौँ टाइम लिमिट भाइ फटाफट जाऊँ अब भिडियो त थोरै बनाउनु पर्यो नि किनकि मलाई युट्युब वालोले भनेको छ अबे भिडियो थोरै बना भाइ कति धेरै बना यार छा यार त भोलि पर्सि ठुलो क्रिएटर बन्दैनौँ ओके गाइस तपाईहरु मेरो बेइज्जती नगरिकन लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला ओ माय गॉड ओके गाइस यसलाई पकड भाइ ओ शिट 3 2 1 गो ओ माय गॉड भाइ यो ओके ओ बेसिकली ओ बेडे यहाँ पुग्री त मेरो सपना छैन यार के भइरहा भाइ सबसे खतरनाक पार्कोर ट्रिक त है हो भाइ
अब त्यहाँ जानु पऱ्यो होइन मलाई अब त्यहाँ जानुको लागि भाइ म टाइम लिमिट युज गर्छु यताबाट ओ माई गड भाग भयो भाग गुन्डा फिल्म जिन्दाबाद लिन्छ कोही भाइ लेट्स गो माई गड यार एकदम टाइम लिमिट छैन है हामीसँग लिमिट ओ माई गड ओ भैया अब यो प्लेयर और भाई एकदम बदतमीजी गर्छ यो प्लेयर भाइ युट्युब वाला पनि त्यस्ता यार मसँग पनि बदतमीजी गर्छ भाइ युट्युब वाला पनि ओके ओ माई गड यस कस्तो बडा यार म यो गेम लिभ गरिदिन्छु भाइ हट कि बडु हाम्रो नेक्स्ट गेममा गाइज अब हामीहरू बढ्छौँ हाम्रो नेक्स्ट गेम हो यो वाला गाइज हामीहरू यो 1 मिनट मात्र खेल्नेवाला हम किनकि भाइ 11 मिनट भइसक्यो वाह भाइ वाह भाइ 11 मिनट भइसक्यो लिटरली भाइ म भनिरहेको 11 मिनट भइसक्यो तपाईँहरू देख्न सक्नुहुन्छ 11 मिनट भइसक्यो गाइज मैले यो वर्ल्डको नाम राखी लाइक एन्ड सब्सक्राइब जो तपाईहरु पनि गर्नु नै हुन्न ओके गाइस बिना किसी देरीको हामीहरु वर्ल्डलाई स्टार्ट गरौँ भाइ सो गाइस हामीहरु फाइनली आइसक्यौं गेममा ओ माई गॉड यार चेरी ब्लॉसम यार क्या खतरनाक स्पन भाइ यार म चेरी ब्लॉसममा स्पन भाइ यार वाह यार कस्तो भाइ एकदम खतरनाक छ यार ओ माई गॉड यार चेरी ब्लॉसममा स्पन भाइ यार म यार कस्तो भने सर्भाइभलमा आउनु पर्थ्यो गाइस अब म कुन दिन यता सर्भाइभल सिरिज गर्छु ओ माई गॉड यार फ्लावर भाइ क्या राम्रो हो भाइ यो सिरिज सो गाइस आजको भिडियो यताबाट सकिन्छ त्यतिखेरको लागि बाइ बाइ